साक्षात नारदजी महाराजलाई भगवानले सोध्नु सन्त आचार्यहरूको दर्शनको फल के हो? भगवानले भन्नु यहाँ जाऊ, एउटा मर्त्युलोकमा एउटा माछो छ, त्यस माछालाई गएर सोध्नु, पोखरीको नाम पनि बताइदिनु भयो। अनि आएर नारदजीले सोध्नुभयो, माछा भगवानको आज्ञा छ नि त सोध्नु है, त्यसले आचार्य र भागवतको दर्शनको महिमा बताउँछ भनिएको छ। आयो त्यो अनि साक्षात् नारदजी महाराजको आगमन भयो। नारदजीले सोध्नुभयो, माछा त सन्त दर्शन आचार्यको दर्शन र भागवतको दर्शनको महिमा जान्दछस्? भन्दाखेरि महाराज म जस्ता तुच्छ जीवले कसरी जान्न सक्छु? भागवतको आचार्यको दर्शनको महिमा त हजारवटा मुख भएका शेषले पनि जान्न सक्दैन। तिनीहरू आजसम्म गुणानुवाद गरिरहेछन्, पारै पाएका छैन। अनि महाराज भगवानले त तपाईँलाई नि भन्नुभयो, म त केही पनि जान्दिनँ, यहाँबाट अलिकति गाईले बाछो पाउनेवाली छिन्, त्यस बाछालाई गएर सोध्नु सन्त दर्शन र भागवत दर्शनको महिमा, त्यसले बताउँछ भने। अब नारदजी महाराज त्यहाँ जानु, त्यस बाछालाई नारदजीले सोध्नु, बाछा त महात्मा र आचार्यहरूको महापुरुषको सन्तहरूको महापुरुषहरूको दर्शनको महिमा जान्दछस्? भन्दाखेरि महाराज म जस्तो पशुले के जान्दछु र, मलाई सन्त दर्शनको महिमा मलाई त्यति थाहा छैन, तर उपाय चाहिँ बताउँछु भन्नु। त्यसले के उपाय? अलिकति पर्ते एउटा वृक्षमा सुगाले बच्चा दिएको छ, सुक शावक सानो छ, भर्खर अन्डाबाट विगलित भएको छ फुलबाट, त्यसले बताउँछ भन्नु। त्यसले नारदजी त्यहाँ जानुभयो, त्यस सुगाका बच्चालाई नारदजीले सोध्नु भएछ, हे सुगा त सन्त दर्शनको महिमा जान्दछस्? भन्दाखेरि सुगाले भन्यो, महाराज म जस्ता तुच्छ व्यक्तिले के जान्दथेँ र, तर एउटा कुरो चाहिँ जान्दछु भन्यो। के? यो देशका जो राजा छन् त्यसको भर्खर पोहोर साल बिहा भएको छ, तिनकी पत्नीले बच्चा दिनेवाली छिन्, त्यो भर्खर जन्मेका बच्चाले चाहिँ आचार्यको दर्शनको महिमा बताउँछ भनिदियो। त्यसले पनि फ्याट्टै मरो। त्यति भनेर नारदजीको आँखामा आँसु आयो। त के गडबड भयो? भगवानले कस्तो मसँग चाहिँ यस्तो विरोध गर्नुभयो? भगवानसँग गएर भन्नु, प्रभु सन्त दर्शनको महिमा सुन्यौ? भगवानले सुन्नु। बरु के सुन्नु महाराज, मर्दै जाँदैछन्, अगाडिकालाई बताउँछन्, पछाडिका मर्छन्। अनि के भन्यो त सुगाले? भन्दाखेरि महाराज यो देशको जो राजा छ त्यसका छोराले चाहिँ बच्चा दिनेवाला छ अरे, त्यसले बताउँछ अरे। भगवानले भने जाउनु अब सुध। नारदजीले भन्नु, गर महाराज मैले कुटाइ खानु छैन। बोले किन? मैले गएर त्यसै गरेर सोधेँ, अब त्यो बच्चा मऱ्यो भने त मलाई राम धुलाई हनुमान भुलाइ त हुन्छ त त्यहाँ। तिमीले के गर्यो मेरो बच्चा मऱ्यो भने त महाराज फेरि त गडबड फेरि त कानुन त दह्रो लाग्छ, मलाई जेल हाल्छ। भगवानले भन्नुभयो मेरो आज्ञा हो, जाऊ तिमी। त्यस्तो कडक भाषामा भगवानले भन्नुभयो। नारदजी आउनुभयो। नारदजीलाई देख्ने बित्तिकै राजाले ठुलो स्वागत गरे। किनभनेदेखि गिरिजा सन्त समागम समनलाभ कछुआन बिनु हरि कृपा न होइसो गावही वेद पुराण। राजा त सत्सङ्गी थिए, सन्त महापुरुष मेरा घरमा आचार्य चरण मेरा घरमा आउनुभयो, सन्त समागम हरि कथा आज मेरो घर कति पावन भयो, मेरो जीवन धन्य होइन तर होइन धन्यतम बनो। नारदजी महाराजको भव्य स्वागत राजाले गरे। भव्य स्वागत गरिसकेपछि तपाईँको कृपाले मेरो छोरो पनि जन्मिया छ भनेर भने। अनि त्यहाँदेखि त नारदजीका मनमा त ढ्याङ्ग्रो बजेको छ, हे भगवान मैले सन्त दर्शन आचार्यको दर्शनको महिमा सोधेँ, केही कथन त्यो बच्चा तलमाथि भयो भने त सब यो त गुण गोबर हुन्छ, मलाई मेरो राम धुलाई हनुमान भुलाइ हुन्छ। नारदजी महाराजले चाहिँ नि डर उहाँका मनमा चाहिँ ढ्याङ्ग्रो बजिराखेको छ। स्वागत र आरती त भएका भइछन्। नारदजीले भन्नुभयो के गर्ने, भगवानको आज्ञा छ, सोध्नै पर्यो। नारदजीले डराई भनेर त्यो बच्चासँग भर्खर जन्मेको बालकसँग नारदजीले प्रश्न गर्नुभयो, बालक बोले हजुर तिमी सन्त दर्शनको महिमा जान्दछौ? त्यो बालकले भन्यो उहाँ जान्दछु। बोले के हो भन त? त्यस बालकले मुस्कुराउँदै भन्यो, नारदजी जुन पोखरीमा तपाईँले मलाई माछाका रूपमा माछो देख्नुभयो त्यही माछो म हुँ। ध्यान दिएर सुन्नु, तपाईँ जस्ता सन्तको दर्शन गर्नाले मेरो प्रारब्ध तुरन्त सक्यो, म गाईको बाछो भएर जन्मेँ। तपाईँले पनि त्यहाँ दर्शन दिनुभयो, दर्शनादेव साधव। तपाईँको दर्शनले गर्दा मेरो प्रारब्ध त्यहाँ पनि सक्यो र म सुगाको बच्चा भएर जन्मेँ। तपाईँले त्यहाँ पनि दर्शन दिनुभयो, मेरो तुरन्त प्रारब्ध सक्यो, आज म राजकुमार भएर जन्मेँ। आज हजुरको दर्शन नभएदेखि यति छिटै राजा हुने थिइनँ, म करोडौँ जन्म लाग्थ्यो होला।
बुझ्नुभयो सन्त दर्शनको महिमा। नारदजी महाराज त्यहाँबाट नारदजी महाराज त्यहाँबाट सिधै आउनुभयो कहाँ? राज दरबारमा। प्यार से बोलो र जय श्री कृष्ण। जय श्री कृष्ण कति बिस्तारो हो। के बाल भोग साल भोग त खाकै होला, एकादशी हो र आज। प्यार से बोलो न जय श्री कृष्ण। जय श्री कृष्ण। कम से कम पर आवाज शब्दलाई ब्रह्म भनेको छ महाराज। व्यापक छ शब्द दार्शनिकहरूका मतमा। म कम से कम निकै माथि भगवानका कान तक त पुगोस्। बोले लक्ष्मी नारायण भगवानको जय हो। अनि नारदजी जानुभयो। भगवानले भन्नुभयो तिमीले सन्त दर्शनको आचार्य दर्शनको महिमा सुन्यौ? नारदजीले भन्नुभयो सुने तर भन्नुभयो। भगवानले भन्नु दुधको तर मात्रै मिठो हुन्छ, कुरामा तर लाग्यो भने त गडबड होइन र? के को तर के भयो महाराज? त्यसले भन्यो के सन्त दर्शनको आचार्यको दर्शनको महिमा तिमीले के बुझ्यौ भन त? महाराज पहिला त्यो चाहिँ माछो थियो, म जस्तालाई देख्ने बित्तिकै त्यो चाहिँ बाछो भएर जन्मियो अरे। अनि बाछो मैले दर्शन दिएँ, फेरि चाहिँ नि सुगा भएर जन्मियो अरे। मैले त्यहाँ पनि दर्शन दिएँ, राजकुमार भएर जन्मिएछ। भगवानले भन्नु यहाँभन्दा ठुलो सन्त दर्शनको महिमा के हुने त? करोडौँ जन्म लाग्थ्यो होला राजा हुनका लागि, तपाईँ जस्ता सन्तको दर्शन गर्नाले आज त्यो राजकुमार बनो नि। नारदजीले भन्नुभयो म जस्तो सन्तको दर्शन जसले गर्छ त्यसले 3 जन्म लिनुपर्ने, एकै जन्ममा राजकुमार हुनुपर्छ। त्यो 3 जन्म किन लियो त्यसले? भगवान मुसुक्क हाँस्नुभयो। भगवानले भन्नुभयो हो एकै जन्ममा राजकुमार हुन्थ्यो होला, तर तपाईँका मनमा म जस्तो सन्त भन्ने जो अभिमानको अङ्कुर छ नि त्यसले नै 3 जन्म दिलायो। भोलि भक्तवत्सल भगवानको 1 मिनट भगवानको नाम संकीर्तन गरौँ त सबैले। निद्रा कुम्भकर्णकी पत्नी श्रीमती निद्रा देवी आकी छन् भने चकाचक भाग्छिन् के। सबैले भन्नु होला जय श्रीमन्नारायण भज श्रीमन्नारायण, जय श्रीमन्नारायण भज श्रीमन्नारायण।